आजको यस भिडियोमा सबैलाई स्वागत छ। यस भिडियोमा हामी 20 बाइ 40 को एउटा घरको नक्सा लिएर आएको छु। यो 2 BHK को एउटा घरको नक्सा हो जसमा दुईटा बेडरुम, एउटा हल, एउटा किचन, एउटा टोयलेट र पार्किङ एरिया र स्टेयरकेस एरिया छ। अब यसमा नम्बर्स अफ कलम भन्दाखेरि पिलरको संख्या 15 वटा पिलर हो र यसमा पिलरको साइज 9 इन्च बाइ 12 इन्चको पिलरको साइज हो र यसमा आउटर वाल र इनर आउटर वालको साइज 9 इन्च र इनर वाल भित्री वालको साइज यो भित्री वालको साइज 5 इन्चको हो र अब यो डोर D1 सबै D1 को साइज 3 फिट × 7 फिटको डोरको साइज हो। मेन यहाँ डोर छ पनि त्यो D1 पनि छ 3 फिटको र अर्को यहाँ D2 भन्दाखेरि टोयलेटको लागि 2.5 फिटको डोर हो। 2.5 फिट बाइ 7 फिटको यो डोरको साइज हो। र अब अर्को बेडरुमको साइज हेर्दा बेडरुमको साइज 9 फिट 1 इन्च × 11 फिटको एउटा बेडरुम हो र अर्को बेडरुम फेरि 9 फिट 1 इन्च × 11 फिटको यो बेडरुम हो। अब टोयलेटको साइज 7 फिट × 4.5 फिटको एउटा टोयलेट हो। यो टोयलेट एन्ड बाथ एरिया दुवै कम्बाइन्ड छ र अर्को किचन एरिया यहाँ छ 9 फिट 1 इन्च × 6 फिट 6 इन्चको यो किचन हो। अर्को कार पार्किङ एरिया यहाँ निकै ठुलो एरिया हो जसमा कार पार्किङ गर्न सकिने खालको एरिया हो जसको साइज 9 फिट 1 इन्च × 12 फिट 5 इन्चको कार पार्किङ एरिया हो। अब यहाँ लिभिङ हल यहाँ टिभी क्याबिनेट भएकाले यहाँ लिभिङ हल यहाँ सोफा लागेको छ जसको साइज कति हो लिभिङ हलको 9 फिट 1 इन्च × 10 फिट 9 इन्चको यहाँदेखि यो कलमदेखि लिएर यो कलमसम्मको यो डिस्टेन्स हो एरिया हो। अब यहाँ डाइनिङ हल खाना खानको लागि यहाँ किचनको नजिक डाइनिङ हल यहाँ सबै पुरै ओपन एरिया हो जसको साइज 13 फिट 7 इन्च × 7 फिटको यो डाइनिङ एरिया। अब यसमा यो सबै विन्डो हो जसको साइज 4 फिट बाइ 5 फिटको विन्डो हो। यो सबै विन्डो हो यो झ्याल हो र यसमा भेन्टिलेसन हो 2 फिटको भेन्टिलेसन हो 2 बाइ 2 को भेन्टिलेसन यहाँ छ र यहाँ मेन गेट हो पार्किङ घरको मेन इन्ट्रान्स गेट यो हो। अब यो स्टेयरकेस एरिया हो जसको स्टेयरकेस भ्र्याङको साइज भन्दाखेरि यसको ल्यान्डिङ एरिया 3 फिट हो र यसमा ट्रेड र राइजरको साइज भन्दाखेरि ट्रेडको 11 इन्चको ट्रेड हो र राइजर 6 फिटको हो 6 इन्चको हो राइजर र ट्रेड 11 इन्चको हो। अब यो भिडियो तपाईलाई हेल्पफुल लाग्यो भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला, शेयर गर्नु होला, कमेन्ट गर्नु होला र यो घरको नक्सा हेर्दाखेरि यो साउथ फेसिङ यो घरको नक्सा हो यो मेन साउथ फेसिङ हो र यस्तै खालको तपाईँ यो भिडियो चाहन्छु भने यो च्यानललाई सब्स्क्राइब गर्नु र यस्तै खालको हामी धेरै भिडियो बनाइसकेका छौँ। यो च्यानलमा अपलोड भइसकेको छ तपाईँ गएर त्यहाँ हेर्न सक्नुहुन्छ र तपाईँले घर बनाउँदै हुनुहुन्छ भन्दाखेरि हामीसित कन्ट्याक्ट गर्नु होला। हामी कम्प्लिट एउटा घरको नक्सा बनाएर तपाईँले प्रोभाइड गर्न सकिन्छ।